हेलो हेलो सम्पूर्ण साथीभाइहरूलाई म आज आमालाई लिएर पोखरा जाँदैछु। मुटुको थोरै समस्या देखाएर निमोनिया भएकोले यहाँ भर्ना गर्दै 7-8 दिन भयो र बेनी प्रदेश अस्पतालबाट म पोखरा मानेपालमा अघि कुनैमा जाँदैछु र मेरो आज काम धन्दाहरू सबै आजदेखि हप्तालाई बन्द हुन्छ होला। म बाहिर हुन्छु र अहिले लागि स्वास्थ्यहरू ठिकै छ। र अरू भएको साथीभाइहरूले अब स्वास्थ्यको लागि म अब ठिकै छ, अब नातिनु होला। म अब यहाँबाट रिफर भएर म केही समयपछि म पोखरातिर हुन्छु र आज मेरो कुन व्यापारहरू कामहरू आज बेनीदेखि अब फर्निचरहरू सबै बन्द हुने हो मेरो र म सबै साथीभाइहरूलाई अब मुखीको छोरी र आमा मुखी छोरी हुनुभयो। अब गलाएर अब कहिले पनि बिमारी नहो, अचानक त्यहाँ अब चिसोले भेटाएर सुन्निएर आएको, सुन्ने कुरा ठिकै भएछ। त्यही अब थोरै मुटुको यसो चेक जाँच गर्नुपर्छ भन्ने हुनाले जानुपर्छ अहिले जाऊँ भन्ने उद्देश्यले म आजबाट रिफर भएर म आउँदैछु एम्बुलेन्समा।